सबैजनालाई नमस्कार। मिलिजुली कालिन्चोक सहकारीका सम्पूर्ण सदस्यज्यूहरूलाई धेरै धेरै स्वागत छ। आज हामी एउटा गजबको विषयमा कुरा गर्दैछौँ। त्यो हो हाम्रो आफ्नै मोबाइल ब्याङ्किङ एप। सोच्नुस् त, अब पुरै सहकारी नै हाम्रो खल्तीमा। घरमै बसेर कति धेरै कामहरू गर्न सकिन्छ होला कहिले सोच्नु भएको छ? हाम्रो यही मोबाइल ब्याङ्किङ एपले त्यो सबै सम्भव बनाएको छ। अब त्यो अफिस धाउनु पर्ने, लाइनमा बस्नुपर्ने झन्झट सबै खत्तम। ल, आज हामी के कुरा गर्छौं त भन्दा पहिलो, सबै सेवाहरू अब कसरी हाम्रो हातमा आइपुगेको छ। दोस्रो, दिनदिनै गर्नुपर्ने भुक्तानीहरू कति सजिलो भएको छ। तेस्रो, समय बचाउने गजबका सुविधाहरू के छन्। चौथो, आफ्नो पैसाको पुरै कन्ट्रोल कसरी लिने। र पाँचौं, हाम्रो संस्थाको विश्वास र सहयोगको बारेमा। ढिला नगरी सुरु गरिहालौँ है त। ल, पहिलो खण्डमा जाउँ, हातमा सेवाहरू। अब हाम्रो मोबाइल फोन खालि फोन कल गर्नको लागि मात्र होइन, यो त हाम्रो आफ्नै एउटा सानो ब्याङ्क शाखा जस्तै भएको छ। हो, बिल्कुल, एउटै एप तर काम भने अनेकौं। साँच्चै भन्नुपर्दा अब हाम्रो सहकारी हाम्रो खल्तीमा छ। चाहे दिन होस् वा राति, जुनसुकै बेला पनि हाम्रो सेवामा हाजिर। अब लागौं दोस्रो खण्डतिर, दैनिक भुक्तानीमा सहजता। हामीले दिनदिनै गर्ने सानातिना तर एकदमै महत्त्वपूर्ण कामहरू, जस्तै बिल तिर्ने कामहरू, यो एपले त्यसलाई कति सजिलो बनाइदिएको छ। आउनुहोस् हेरौँ। मोबाइलमा ब्यालेन्स सकियो कि डाटा प्याक चाहियो? अब कुनै पसल दाइरहनु पर्दैन, तुरन्तै रिचार्ज हुन्छ। बत्तीको बिल तिर्न लाइन बस्ने दिन गए, चरिकोट खानेपानीको बिल पनि घरबाटै तिर्न मिल्यो। अनि इन्टरनेट, टिभी, ल्यान्डलाइन फोनको बिल सबै थोक एकै ठाउँबाट एकै क्लिकमा। कस्तो सजिलो! दैनिक बिल तिर्ने कुरा त भयो, तर त्योभन्दा पनि अगाडि बढेर यो एपले हाम्रो सबैभन्दा महत्त्वपूर्ण कुरा, हाम्रो समय कसरी बचाउँछ त। ल, अब तेस्रो खण्डमा यही विषयमा कुरा गरौँ। अब त टिकट काउन्टरै हाम्रो हातमा छ। हवाईजहाजको टिकट काट्नु पर्यो, भयो। बसको टिकट चाहियो, त्यो पनि भयो। केबल कार चढ्न मन लाग्यो वा फिल्म हेर्न जाने मुड चल्यो, सबैको टिकट यहीँबाट काट्न मिल्छ। एकछिन सोचौं त, पहिलाका दिनहरू, त्यो टिकट काउन्टरको लामो लाइन, घण्टौंको पर्खाइ, कति समय खेर जान्थ्यो। तर अब हेर्नुस् त, घरमै बसेर चिया खाँदै आरामले तुरन्तै टिकट काट्न सकिन्छ। कुनै झन्झट नै छैन। हो, यसलाई भन्छ नि साँचो परिवर्तन। अनि समय बचतको कुरा यतिमै सकिँदैन नि। बिमाको किस्ता तिर्नु पर्यो, ट्राफिक फाइन तिर्नु पर्यो कि सामाजिक सुरक्षा कोष वा नागरिक लगानी कोषमा पैसा जम्मा गर्नु पर्यो। अब यी सबै कामको लागि छुट्टा छुट्टै अफिस धाइरहनु पर्दैन। सबै काम यही मोबाइलबाटै। ल, अब अझै महत्त्वपूर्ण कुरामा जाउँ। चौथो खण्ड, पूर्ण वित्तीय नियन्त्रण। मतलब आफ्नो पैसाको हिसाब किताब, आफ्नो कारोबार, सबै कुरा अब कसरी हाम्रो आफ्नै हातमा आउँछ, हेरौँ है। यो एप एउटा वित्तीय हब जस्तै हो। कसैलाई ब्याङ्कमा पैसा पठाउनु छ, सजिलै सकिन्छ। ई सेवा, खल्ती जस्ता वालेटमा पैसा हाल्नु पर्यो, त्यो पनि मिल्छ। रेमिट्यान्सको काम होस् वा मेरो सेयरको कारोबार, अनि पसलमा क्युआरबाट तिर्नु पर्दा पनि सबै थोक यहीँबाट हुन्छ। अनि सबैभन्दा राम्रो कुरा के हो भने, आफ्नो खातामा कति पैसा आयो, कति गयो भनेर स्टेटमेन्ट हेर्न अब सहकारीसम्म आइरहनु पर्दैन। जुनसुकै बेला, जहाँसुकैबाट आफ्नो मोबाइलमा सर्र हेर्न मिल्यो। यसलाई भनिन्छ जानकारी आफ्नो नियन्त्रणमा। जब आफ्नो पैसाको सबै जानकारी आफूसँग हुन्छ, तब एउटा छुट्टै आत्मविश्वास आउँछ, होइन त? यति मात्र होइन, यसमा अझै अरू आधुनिक सुविधाहरू पनि छन्। मोबाइलबाटै चेक रोक्ने वा जारी गर्ने काम गर्न सकिन्छ। पसलमा क्युआर स्क्यान गरेर पैसा तिर्न पनि मिल्यो। अनि कसैबाट पैसा लिनु छ भने आफ्नै क्युआर देखाए पनि भयो। र एउटा एकदमै महत्त्वपूर्ण कुरा, संस्थालाई केही सल्लाह सुझाव दिन मन लाग्यो भने यही एपबाट सिधै पठाउन मिल्छ। ल, अब हामी अन्तिम खण्डमा आइपुग्यौं, विश्वास र सहयोगको साथ। हेर्नुहोस्, प्रविधि जति नै अगाडि बढे पनि हाम्रो सहकारीको सबैभन्दा ठूलो सम्पत्ति भनेको सदस्यहरूप्रतिको विश्वास र हाम्रो सम्बन्ध नै हो। सुरुमा यो एप चलाउन अलि अप्ठ्यारो लाग्न सक्छ, त्यो स्वाभाविक हो। तर केही चिन्ता लिनु पर्दैन। यो सेवा कसरी चलाउने भनेर सिकाउन र सहयोग गर्न हामी सधैँ तयार छौं। ढुक्क भएर चलाउनुहोस्। हामी भविष्यमा यस बारेमा थप जानकारीमूलक सामग्रीहरू पनि ल्याउने नै छौं। हाम्रो नारा नै छ नि, प्रविधिसँगै भरोसाको सहकारी। हो, यो मोबाइल ब्याङ्किङ एप त्यही प्रविधि र भरोसालाई जोड्ने एउटा बलियो माध्यम हो। ल, अब अन्त्यमा एउटा सानो प्रश्न। यो एप चलाएर जुन समय बच्छ नि, त्यो बचेको समय केमा लगाउने त?
परिवारसँग बिताउने कि आफ्नो काम व्यवसायमा लगाउने कि वा आफूलाई मनपर्ने कुनै काम गर्ने? यो निर्णय अब सबैको आआफ्नो हातमा छ। धन्यवाद।